हेलो गाइस, हम दो बेरोजगार ने एक यूट्यूब चैनल खोला है जिसका नाम है श्रीका। यस, दिस इज गोना बी योर अपकमिङ फेभरेट जोडी श्रीका। मतलब म नाम नेपाली कसरी हो, ऊ सुन चाहिँ हिन्दी हो गाइस। मुझे मैले नेपाली हूँ मतलब कि सॉरी ऐसे गाली नहीं दे सकते हम। बाय द वे हाम्रो ल्याङ्ग्वेजलाई लिएर केही पनि नभनिदिनु होला, किनकि हामी मिक्स ल्याङ्ग्वेज बोल्छु। खास गरी म चाहिँ हैन, म चाहिँ प्योर नेपाली हो। मलाई पनि नेपाली बोल्न आउँछ कि Yeah, I बहिनी, know. त्यस्तो नट करिङ। म केही बोलिनँ, आफै कमेन्ट एन्ड लाइक गर्नु होला गाइस यसको नेपालीमा। खासमा हामी चाहिँ आज स्पिच विलाको होइन, बारेमा बोल्न। हाम्रो फर्स्ट भिडियो हो के, फर्स्ट Okay, युट्युब sorry भिडियो, guys, first video. इन्ट्रोडक्सन गर्नुपर्छ नि। अनि हाम्रो चाहिँ यो श्रीका भन्ने नाम किन राखेको हो भनेपछि श्री भनेपछि सिर्जना, काको मेरो चाहिँ नामको एन्ड रेणुका, त्यो भएर श्रीका। खै अब क्या हुन, बट आज हामी यसो स्पिच विलाको ऊ के होइन फ्रस्ट्रेसन निकाल्नकै लागि स्पेसली भिडियो बनाऊ भने हो क्या। अस्ति सोच्दा त क्या सोचे है कि मेकअप भिडियो बनाउली, वाउ खूबसूरत खूबसूरत भेकेर हालुली भनेर सोचेको हामीले बनाए, नबनाएको तर हैन। नहालेको बिस्तारै अपलोड गर्छु। यसको त्यस्तो नभन्न, म कति सुन्दर हो रोक। हामी क्या भन्नुलाई स्पिच विला, आजको स्पिच विला हेरबाट त मलाई कस्तो च्वास्सो नराम्रो लागेको के मा। कस्तो त्यो मेरो फेभरेट कपाल रहन र अस्मिता चाहिँ केही पनि जितेन। अब क्या भनौँ, उसका माथि नि उसके ऊपर ओ माई गॉड। जय बेला त्यो अस्मिता रुन लागे हि अनि मोहितले गएर भन्यो कुरा गर भनेर, मैले त माने अब वाह अब त रहन गएर सर्ट आउट गर्ने हो भनेर। ओ बाबा ओ महादेव, ओहो हो, वहाँ गएर उल्टा अस्मिताले के सुनाउन लाग्यो, तेरो गुस्सा कन्ट्रोल गर। बुझेँ है, देखि गुस्सा बढिया हुन, बट आफूको स्ट्यान्ड लिने हो नि त, फेरि आफ्नो स्ट्यान्ड लिने हो, रोहनको स्ट्यान्ड लिने हो। उस बेला उसलाई सपोर्ट गर्नु हो नि, नाइ ठिक छ म तेरो स्ट्यान्ड लिनु, म भए पनि छोडिदिन्थेँ। अस्मिताले भनेर। बिल्कुल सही किया है गाइस, आई सपोर्ट अस्मिता। उनीहरू पनि स्पिच बेला अस्मिता निहारिका उनलाई मात्रै दिएको हो, तर निहारिका जित्यो भने त यति खुसी लाग्यो मलाई। ओके गाइज, हमारा आज का इतना ही था। बाय बाय, लाइक कमेंट एंड सब्सक्राइब। न्यू क्या भन रिकमेन्डेसन, यु पिपल सुड वाट इज द्याट, क्या नेपाली स्पिच विला छ क्या हो त्यो बाबा हो, त्यो हेरेबाट त म त चक्क यार। म्याच म्याचिङ होइन, म्याच मेकिङ हो यार। म्याच मेकिङ, ओके सरी। खै मैले चाहिँ हेरेको छु, बट क्लिप्स हेरेर गएर हेर्नु होला गाइस त्यो पनि। आन्टी अङ्कलहरू सब त्यहीमा आएछन् भन्ने जस्तो छ यार। बाई बाई बाई। नानी मजाक गरे हिउँ नहाले यार, आन्टी अङ्कल भने हो त्यो बिप गरिदिए, एक फरक पर्दैन ल। बाई बाई, हम मजाक कर रहे थे, ये हमारा पहला वीडियो है, लाइक एंड सब्सक्राइब कर देना गाइस। बाय बाय। नो ऑफेंस, सॉरी।